आजको यस विशेष प्रस्तुतिमा स्वागत छ। पसलमा गएर पहेँलो चट्ट परेको केरा त हामी सबै किन्छौँ, तर त्यो त्यहाँसम्म कसरी आइपुग्छ भन्ने कहिले सोचिएको छ? आजको यस प्रस्तुतिमा हामी त्यही पर्दा पछाडिको अदृश्य कृषि प्रविधिको रहस्य खोल्दैछौँ। सामान्य देखिने हरियो र कडा केरालाई इन्जिनियरिङको कमालले कसरी बजारमा देखिने आकर्षक रूप दिइन्छ, त्यो साँच्चै नै अचम्मको छ। सुरु गरौँ है त। ल, सिधै मुख्य कुरामा प्रवेश गरौँ। बजारमा आउने हरेक केरा ठ्याक्कै एकै नासले कसरी पाकेको हुन्छ? एउटा पनि काँचो वा धेरै गलेको हुँदैन नि। खेतबाट टिपिएको हरियो फललाई बजारमा बेच्न योग्य बनाउने त्यो जादुमय प्राविधिक पिट स्टप आखिर के हो त? आउनुहोस् यसलाई गहिरिएर बुझौँ। पहिलो खण्ड, चेम्बरभित्रको रहस्य। सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने यो बनाना राइपनिङ चेम्बर अर्थात् केरा पकाउने कोठा कुनै साधारण गोदाम बिल्कुलै होइन। यसलाई एउटा विशेष रूपले डिजाइन गरिएको टाइम मेसिन जस्तै मान्न सकिन्छ। यसको मुख्य काम भनेको बजारमा पठाउनु अघि केरालाई नियन्त्रित र एक समान तरिकाले पकाउनु हो। यसले गर्दा केरा छिटो मात्र होइन, चारैतिर बराबर र पूर्ण रूपमा सुरक्षित तरिकाले पाक्छ। दोस्रो खण्ड, नियन्त्रित पकाइको महत्त्व। अब हेरौँ यो किन यति धेरै महत्त्वपूर्ण छ। यसका चारवटा मुख्य फाइदाहरू छन्। पहिलो, यसले केराको बाहिरी रूप र गुणस्तरलाई एकदमै आकर्षक बनाउँछ। दोस्रो, व्यवस्थित तापक्रम र आर्द्रताको कारणले हरेक केरा एक समान रूपमा पाक्छ। तेस्रो, यसले बजारको माग अनुसार आपूर्तिलाई ठ्याक्कै नियन्त्रण गर्न मद्दत गर्छ। र चौथो, सबैभन्दा महत्त्वपूर्ण कुरा, यसले उपभोक्ताको स्वास्थ्य र सुरक्षालाई उच्च प्राथमिकतामा राख्छ। यहाँनिर एउटा ठूलो गेम चेन्जर कुरा छ। पहिले फलफुल पकाउन क्याल्सियम कार्बाइड जस्तो खतरनाक रसायन प्रयोग गरिन्थ्यो, जुन स्वास्थ्यको लागि एकदमै हानिकारक हुन्थ्यो। तर आजको विज्ञानले यसलाई पुरै परिवर्तन गरिदिएको छ। अहिले प्राकृतिक रूपमै पाइने इथाइलिन हर्मोनको एकदमै सुरक्षित र नियन्त्रित प्रयोग गरिन्छ। यो साँच्चै नै मानव स्वास्थ्य र खाद्य सुरक्षाको क्षेत्रमा एउटा ठूलो वैज्ञानिक छलाङ हो। यसमा जोडिएको अर्थतन्त्रको पाटो त झनै अचम्मको छ। सोचौँ त, बजारमा केराको माग 81 बढ्यो भने के गर्ने? हो, यो चेम्बरको मद्दतले केरा छिटो पकाउन सकिन्छ। अनि माग कम छ भने पाक्ने गतिलाई ढिलो बनाउन पनि सकिन्छ। यसको सिधा अर्थ हो बजारको वास्तविक अवस्था हेरेर फल पाक्ने गतिलाई नै तलमाथि गर्न मिल्छ। कृषि विशेषज्ञ र व्यापारीहरूको लागि यो कुनै जादुको छडीभन्दा कम छैन। तेस्रो खण्ड, चेम्बरको प्राविधिक सूत्र। अब यो प्राविधिक सूत्रभित्र के पर्छन् त्यता लागौँ। पहिलो शर्त हो तापक्रम। यसलाई 14 देखि 18 डिग्री सेल्सियसको बीचमा एकदमै कडा रूपमा कायम राखिन्छ। यो भनेको एउटा चिसो वसन्त ऋतुको दिन जस्तै हो। फलको भित्री विकासलाई राम्रो बनाउन र पाक्ने प्रक्रियालाई सही गति दिन यो तापक्रम 1 डिग्री पनि तलमाथि हुनु हुँदैन। तापक्रम मिलाएर मात्र पुग्दैन, अर्को महत्त्वपूर्ण कुरा हो रिलेटिभ ह्युमिडिटी अर्थात् सापेक्षित आर्द्रता। यसलाई 90 देखि 95% को बीचमा निकै उच्च राखिन्छ। सुन्दा अचम्म लाग्न सक्छ, यो त झन्डै एउटा बाक्लो उष्णकटिबन्धीय जङ्गलको जस्तो ओसिलो अवस्था हो। यति धेरै आर्द्रता किन त? ताकि केराको बोक्रा नसुकोस्, खुम्चिएर नबिग्रियोस् र फल एकदमै ताजा तथा पहेँलो देखियोस्। अब पालो आउँछ मुख्य हिरो अर्थात् प्राकृतिक इथाइलिन हर्मोनको। यसको मात्रा सुनेर सायद पत्यार नलाग्न सक्छ। यसलाई जम्मा 100 देखि 150 ppm अर्थात् पार्ट्स पर मिलियनको बीचमा राखिन्छ। यसलाई यसरी बुझौँ, 10 लाख थोपा पानीमा जम्मा 100 वा 150 थोपा मात्र। यति सानो तर एकदमै सटिक मात्राले नै त्यो पुरै पाक्ने प्रक्रियालाई सुरु गर्छ। साँच्चीकै नै अचम्मको विज्ञान होइन त? यसका साथै हावाको निकासलाई पनि अत्यन्तै ध्यान दिएर व्यवस्थापन गर्नुपर्छ। हामीलाई जस्तै फलफुललाई पनि सास फेर्नुपर्छ र उनीहरूले कार्बन डाइअक्साइड फ्याँक्छन्। त्यसैले भेन्टिलेसन मार्फत चेम्बरभित्रको कार्बन डाइअक्साइडको स्तरलाई बलपूर्वक 1% भन्दा कममा झारिन्छ। बाँकी 99% भन्दा बढी भाग स्वच्छ हावाले ओगटेको हुन्छ। यसले फललाई निसासिन्न दिँदैन र भित्रबाटै स्वस्थ राख्छ। यी सबै कुराहरूलाई एकै ठाउँमा राखेर हेर्दा यो कुनै ठूलो रेस्टुरेन्टको सिक्रेट रेसिपी कार्ड जस्तै बन्छ। तापक्रम 14 देखि 18 डिग्री, आर्द्रता 90 देखि 95%, इथाइलिन 100 देखि 150 ppm र कार्बन डाइअक्साइड 1% भन्दा कम। यी चारवटै कुराहरू एकैसाथ बिना कुनै गल्ती सञ्चालन हुनुपर्छ। थोरै मात्र तलमाथि भयो भने पनि पुरै लट बिग्रिन सक्छ। यो इन्जिनियरिङ र विज्ञानको त्यस्तो
उत्कृष्ट तालमेल हो जसले हाम्रो भान्सासम्म त्यो मिठो र सुरक्षित केरा पुर्याउँछ। आजको यस प्रस्तुतिलाई हामी यहीँ बिट मार्छौँ, तर जाँदा जाँदै यसले एउटा अत्यन्तै रोचक प्रश्न खडा गरेको छ। हामीले दिनहुँ किन्ने र खाने अन्य सामान्य खाद्य सामग्रीहरूभित्र यस्ता अरू कस्ता कस्ता अदृश्य प्रविधिहरू लुकेका होलान्? सामान्य लाग्ने तरकारी वा फलफुलको पछाडि यस्ता कुन कुन कठोर वैज्ञानिक प्रक्रियाहरू चलिरहेका होलान्? पक्कै पनि यो सोच्न लायक र खोज गर्न लायक विषय हो। अर्को पटक पसलमा जाँदा पक्कै पनि यी कुराहरू याद आउनेछन्।